यो चाहिँ नर्मली बट्टा है घरमा जसको घरमा पनि भइहाल्छ होइन। अनि मैले चाहिँ यसलाई के गरेँ भने त्यहाँनिर अलिकति फुलदानी बनाउनुको लागि युज एन्ड थ्रो फुलहरू राख्नुको लागि राम्रो हुन्छ है। अनि त्यसको लागि चाहिँ मैले त्यो बट्टालाई चाहिँ ग्लो हालेर र त्यहाँनिर यसमा त्यहाँनिर मैले अनलाइनमा त्यो सिसा मगाएको थिएँ होइन। अन्त त्यो ऐनाको चाहिँ त्यहाँनिर यो युज एन्ड थ्रो यो के अरे यो चाहिँ त्यहाँनिर थर्मोकल चाहिँ त्यतिकै वेस्ट भइरहेको थियो मेरोमा होइन। अन्त त्यसको लागि चाहिँ यसमा मैले ग्लो हालेर चिप्काएँ। अन्त मजाले चिप्काउनुपर्छ नि त, नभए फेरि खोलिन्छ त्यो होइन, खोलिन्छ। तर यो खालको मैले जो ग्लो युज गर्छु त्यो चिप्किने त्यो चाहिँ मजाको रहेछ क्या। किनभने त्यसले चाहिँ त्यहाँनिर ढुङ्गाधरि पनि टाँसिन्छ होइन, ढुङ्गाहरूधरि पनि टाँसिन्छ। अन्त मजाले चिप्किँदो रहेछ, चिप्किन्छ त्यसले चाहिँ त्यहाँनिर हो। अन्त यसलाई चाहिँ त्यहाँनिर यस्तो प्रकारले मैले त्यहाँनिर अलिकति डिजाइन लगाएर त्यसैलाई त्यहाँनिर अलिकति मोडिफाई गरेर चाहिँ बनाएको घरमा फुलदानीहरू राख्ने। अन्त मुनि चाहिँ त्यहाँनिर मैले चाहिँ चिप्काइसकेँ होइन, चिप्काइसकेँ। अनि त्यहाँनिर यसलाई चाहिँ त्यहाँनिर डोरी लगाएर बाँधिरहेको छु मैले, किनभने त्यो खोलिन्छ नि त हो, खोलिन्छ। अनि नखोलोस् भनेर चाहिँ अलिक टाँसिन्जेलसम्म चाहिँ त्यहाँनिर त्यसलाई त्यहाँनिर डोरी लगाएर बाँधिरहेको मैले। अनि अर्को माथिल्लोपट्टिको भाग पनि त्यहाँनिर मैले त्यसरी नै त्यहाँनिर फेरि पनि लगाएँ होइन, अर्को पनि लगाएँ। अनि लगाइसकेपछि यसमा त्यहाँनिर व्हाइट सिमेन्ट माथिबाट सुकिसकेपछि व्हाइट सिमेन्टले त्यहाँनिर व्हाइट सिमेन्टले अलिकति त्यहाँनिर हल्का लिपिदियो हो, त्यसलाई लिपिदियो। अनि त्यहाँनिर हेर्नुहोस् त कति राम्रो घरमा राख्ने है फुलदानी, राम्रो हुन्छ नि यस्तो कुराहरू घरमै। अब वेस्ट भएको सामानहरूलाई हामीले राम्रोसँगले मजाले अब मोडिफाई गर्नु सक्छौँ।